हेरेर जाने हो बुढो अहिले त्यहाँ चढ्ने उहाँ हो काठमाडौँ हो 3 जना मात्रै ए भाइ ल म यहाँ रानी र आएँ त्यहाँ यता निस्किनु भन्दिनु है ओके तलको चौपारी हजुर घर कटेसी चौपारी भनेको होइन ल यो कहिले कहाँ सु हिजो आज बिहान उहाँतिर आँसु कि तल ओह्रालो आँसुतिर आज बाटो नि कहिले पिच गर्ने रहेछ र जम्मै बाटो नि पिच गरिदियो नि त हुन्छ नि स्याट दिमाग ह्याङ भयो बाटो चलाउने यो बुढाबा हुन्छन् कि बुढाबा खाने कि ड्राइभर त्यही भएर हो कि बुढाबालाई थाहै छैन हालो साइड 8 नम्बर है 7 नम्बर भने 8 नम्बर भने ए साइडको होइन हेलो म हेलो आउला यहाँ तलपट्टिको एको 7 त्यही हो कि 7-8 जुनमा ए भान्जा ए उसै बिग्रेको हेर त बिग्रे होइन एङ्गल हेर एङ्गल यहाँ छोइए के भयो आग्रै गर हेर भने 97 हाल्नु पठाउनु 97 अरू त्यही हो हामी चाहिँ हेलो बजार आयो हेलो बजार पुरानो सेङ्गा गण्डकी अस्को सेङ्गा गण्डकीको कसले अन गरेको फेरि यस्तो पर्सनल कुरा गर्नु के होइन त्यस्तो मान्छे दाइ मतलब गरे हजुरलाई नचिनेर त मैले मतलब राख्छु कति कुरामा
काटिदिन्छ कि हाम्रो एडिटिङ सब सकिँदा यो को एडिटिङ होइन भाइहरूले हाल्छन् कि भिडियो उसले भाइ रामकोलादेखि यहाँसम्म भिडियो बनाएर आउँथ्यो किन गर्नु छ एडिटिङ मान्छे अहिले भ्यू जाने भनेको यस्तो गाडीहरूमा त हो ट्राई गर्छु ल मलाई पठाउनु ल क्लिप्सहरू अब हामीले यस्तै भिडियो बनाउँछु तर भाइ होइन गाडीकोमा हरि भ्यू जान्छ कि टिक मैले हेरिरहेको हुन्छु हजुरले मोनिटाइज गर्नु हो त्यहाँ मेरो त मोनिटाइज छ नि होइन मोनिटाइज छ कि अरू त भिडियो हाल्नु भाइ हजुर ओके ओके ल भिडियो हाल्नु छोडिदिनु होला मैले बनाउने उसै हुन्न भुट्छ अहिले यसमा बसबार कहाँ बनाइराख्ने झाला चक्लेट चाहिँ मलाई दिनुभएको फर्स्ट त्यो दिन मलाई हो फर्स्ट त्यही हो हेरेँ चाहिँ मैले बुझाउँदा नि के बनाउनु त ए हल्ला हल्ला गरेको नि त तपाईँ मनोज त नबोली बस्यो अब त मनोज बोल्दैनन् क्या त्यति हो कल्पना जल्दै जस्तो के अरे कल्पना यार बस्दा जल्दै जस्तै उज्जवललाई पनि बोल्दैन होइन बोल्नै भन्नु बोल्न त बोल्नु रहेछ हुनु त्यति तर जिउनु त रहेछ एकदम उज्जवल उज्जवल त धेरै पुरानो ड्राइभर हो नि यार ठिक लाग्यो अस्ति आएको त्यति नभए चाहिने कुरा चाहिने कुरा एफएम चोकमा चढ्छु भन्दै पनि अहिले राङखोला ब्रिज खनामै लाडो काउनु हेर्न बहर जानु भयो त्यसैमा हो क्या त्यसैमा हो क्या घरको गाडी लिएर जानु कि यसमा हाम्रो नेपालगञ्ज धनगढी कहाँ हो यस्तो बाटोको बारेमा कस्तो लाग्छ बाटोको बारेमा अब बोल्न जुन अङ्कललाई सोधेको भिडियो भाइरल भयो 1 लाखभन्दा बढी बाटोको बारेमा त अब बोल्न भन्दा नबोल्नै जाति छ हेर
बनाउला भन्दा अब हाम्रो पालामा त यस्तै हो कि सम्झिने बाटो अब बाटो यस्तो साङ्गो छ गाडी ठुल्ठुलो आयो 11 मिटर 12 मिटर बाटोलाई टर्निङ पुग्दैन यस्तो खाल्टो खोल्टी त पुग्न सकेको छैन अब 2 लेनको 4 लेनको त सम्झिने हो कि पानी छ बरु यो भत्काएर छोडिदिन सक्छ बरु यति ठिक छ त भत्काएर छोड्नुभन्दा यति ठिक छ बरु आनन्द गाडी कट्नै मुस्किल छ फेरि खोलाको साइड त झन् लास्टै साङ्गो छ दुईवटा गाडी ठुलो भेटिनुपर्छ जाम लाउँछ होइन कुमिन्डे र उता त बाटो पिच गरे यो पनि चलाउन अलिक सहज हुन्छ कि त्यतापट्टि अहिले चाहिँ कति वर्ष भयो 3.5 वर्ष भयो कि 3.5 वर्ष भयो फर्स्टमा आधी होइन शिव पार्वती हान्ने थियो पहिले आधी अन्यहरू त कति भएर आएको धेरै भएन तल 2 वर्ष त हुन्छ अगाडि खासै ट्रेन छैन नि त हामी यता के अरे बल ठोकाउनु लाग्यो बल ठोकाउन लाग्यो कि ए बस्दा अस्ति रम्मा यता फोन हानिसक्यो गाडीको यताको देखाउनु पर्यो जस्तो अहिले हामीलाई काठमाडौँ जाम कि जाम भन्नु छ तर हामी गएन तर एक दिन अवश्य जान्छ होइन मिसो होइन अब कति जानु पर्यो भने जीवनमा चाहिँ जाम भन्दै हुन्छ जेबीसँग जाने हो जेबीसँग होइन कि जेबीलाई लिएर जाने हो बस्यो भने भिडियो रिभ्यू यस्तो कमेन्ट हान्दैछु बनाउनुहुन्छ कसले जीवनमा कमेन्ट हाल्नु भने घुम्ती काउन्टर बाटोला काउन्टर कतै भएन है कुनै काउन्टरले मान्छे दियो त अहिले दिन्न सानो भएको कसले उठाउँछ क्या जानिनु भन्छ मेरो ठाउँमा मेरो ठाउँमा अगाडि लाइट छेकेको के
अहिले बोर्डमा नि लाइट बल्ने बनाएको क्या आज यो फर्स्ट हो त्यो त्यहाँ के हो स्क्यान यो वाइपरले बताएर हो भोलि वाइपर फेरिदिन पऱ्यो यार पुरै सिसा बताएर भिडियो ननस्टप के भने पवन के भन्नु दिदीले उठाउनु भएको छैन कुन गाडी पस्छ तर रातभरि खुल्छ ए उहाँ तलको होइन लामपटाको हेलो हजुर राङखोला त्यहाँ चल्ने मान्छे अघि बाले चलाउने आमा कन्ट्रोलर गरिदिनु के अनि छोराले पनि चलाउनु थियो नि त म एकचोटि सातो छोरासँग चल्ने बेला हाम्रो गाउँमा बस चलाउँथ्यो तिम्रो गाउँ दरौ सिरबारी हो मेरो घर कहाँ दराउने बजारमै स्कुलभन्दा कता स्कुलनिर हो र त्यो हजुर पनि उता दराउनु आफन्तहरू हुनुहुन्छ तल सिउँडबारी थाहा होला नि सिलगढी सिउँडबारीतिरको कसलाई चिने हौ सिलगढी भएको बस पनि छ अब जीवन जीवनहरू अनि भन्ने चिन्नुहुन्छ बुद्ध ती मेरो अङ्कल हुन् बुद्ध तिम्रो अङ्कल हो अहिले विदेशमा छ मसँगै गएको विदेश हजुर हजुर जाने बेला आदिगङ्गा भिडियो लाइन हामी आदिगङ्गा ऋत्तिकै भन्नेलाई चिन्यो होला नि ऋत्तिकलाई ऋत्तिक भन्ने हो ऋत्तिकै र बुद्धै भएर गएको अङ्कलले फेरि दर प्रतीक भन्नेलाई चिन्यो कि चिनेन देखाइदिन्छु नामले थाहा छैन म भइलाई आएको थियो अहिले त नयाँ ड्राइभर पनि त्यही हाम्रो अङ्कल नै पठाउँदैन नि गाडी छ त्यो बस कबाडी बनाइदियो अहिले पहिला जस्तो कमाइ छैन पहिलाको जीवन दाइ कता गयो अस्ट्रेलिया जीवन दाइको दाइ खान बुढालाई केही आउँदैन उस रिपेन्ट हानेका के हानेका नि के सिलगढी हजुरको आफन्त हाम्रो मेरो मामाहरू भनेको हरन हाम्रो त बच्चा सहर होला सहर भनेको बुझ्नु हरन हाम्रो अहिले रङ हानेर रहेछ नि अर्को सेतोमा कस्तो कस्तो अगाडि बनाउँछ अगाडि भात चोक गरेर
यो सकिन्छ त कन्टेन्ट क्रिएटर बनाइदिनु भयो क्या सबलाई ग्रो विथ सकिन हो क्या ल हेर छ ल है त अब हाम्रो भ्लग पनि अब यहीँसम्मको थियो इभिनिङ भन्दै ल अब चाहिँ यो हाम्रो भाइहरूलाई एकदम माया सपोर्ट गर्नु पर्यो हाम्रो बस लभर भाइहरू सबै होइन